हेलो गाइज वेलकम टु माई न्यू भ्लग र आजको मेरो भ्लगमा पनि तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज पनि हामी रनिङ गर्न गइरहेका छौँ र आज हामी चाहिँ सिडी हान्ने प्लान भइसक्यो केटाहरूसँग है केटाहरूको वार्मअप भइरहेछ यता चाहिँ केटाहरू वार्मअप गर्दैछ होइन सरोज घरमै केटाहरू वार्मअप केटाहरूले चाहिँ वार्मअप गर्दैछ अहिले है हेर्नु सक्नुहुन्छ किनकि हामी अलिक छिटो आयो केटाहरू ढिलो आयो ओ हाम्रो एकजना आएन त अनि अरू दुईजना जति ल यहाँ केटाहरूको चाहिँ हाम्रो काइलाको पनि हुँदैछ है वार्मअप ल काइलाले दियो है ल उसलाई अर्को अर्को यो साथीले कसम भने फुल अफ यस्तो खतरा हानिदिन्छ 32 चोटि त नोन गइदिन्छ यार म त कहिले त्यस्तो स्टामिना बनाउनु हो म त ल अनि अरू केही भन्नु छ हाम्रो टोलीलाई आजको लागि आजकोमा हामी यति नै हो तपाईँहरूले चाहिँ यता पछाडि मन्दिरको भ्यू हेर्न सक्नुहुन्छ र यो भन्दा पछाडि बजारको भ्यू फेरि बजारको भ्यू अब यहाँदेखि माथि जाँदाखेरि झन् माथिल्लो गाउँ भन्ने ठाउँ छ त्यहाँनिर झन् राम्रो भ्यू तपाईँहरूले पाउन सक्नुहुन्छ तपाईँहरूलाई हामी देखाउँछौँ पनि तर अँध्यारो चाहिँ नहोस् क्या गाइस फेरि पनि हामी अब भन्नुपर्दाखेरि चाहिँ लागिँदैछ अब हाम्रो सुरु हुन आँट्यो केटाहरूको सकेपछि अब हामी गइ पनि हाल्छौँ हामी जाने चाहिँ फेरि यो उकालो हो क्या यो जुन मेरो पछाडि देख्नु हुँदैछ यो सिडी हो आजको रुट भनेको सिडीको छ र यो सिडी रुट चाहिँ हामी कालो जाने क्या जाने छैन अरे भ्यान छैन अघि नै गर्नु र गाइज म चाहिँ यता माथि नै आइसकेको छु र साथीहरू चाहिँ तलै छ र तिनीहरू चाहिँ रनिङ गरेर आउन आँटिरहेको छ म तपाईँलाई देखाउने छु र आजको हाम्रो रुट चाहिँ सिडी हान्ने हो र देखाउने छु तपाईँलाई गाइज है मेरो साथीहरू आउँदैछ र यहाँबाट चाहिँ फिल्मको भ्यू चाहिँ यस्तो देखिन्छ है गाइज राम्रै छ र केटाहरू चाहिँ तलै रहेछ केटाहरू चाहिँ र म चाहिँ यहाँ छु र तपाईँहरूले चाहिँ भ्यू हेरेर मनोरञ्जन गर्न सक्नुहुन्छ है गाइड्सहरू यता चाहिँ डान्स गर्ने कम्बुहरू छ है देख्न सक्नुहुन्छ हजुरहरूले रात पनि पर्न आँटिसकेको छ अब केटाहरू पनि आउँदैन यो चाहिँ फिल्मको ग्राउन्ड हो है यता चाहिँ मन्दिर केटाहरू पर्खिँदा नि आएन र फाइनली गाइज केटाहरू चाहिँ रनिङ गरेर आउँदैछ म तपाईँलाई देखाउने छु है आउँदैछ है केटाहरू रनिङ गरेर ल ल ल केटाहरू अब फाइनली गाइज केटाहरू चाहिँ रनिङ गरेर आइसकेको छ ल केटाहरू चाहिँ रनिङ गरेर जाँदैछ सिडी गर्दै है म पनि जाँदैछु फेरि केटाहरू चाहिँ सिडी हान्नु रेडी भइसकेको छ र अब म पनि सिडी हान्नु आँटेको केटाहरू अब जस मेहनती नै छ है अब देख्न सक्नुहुन्छ केटाहरू भर्ती छिर्ने गरी है र फाइनली गाइज हामी चाहिँ रनिङ गरेर आइसकेका छौँ र साथीहरू चाहिँ यता छ र साह्रै गल्यो गाइज है आज चाहिँ सिडी हानेको हामीले अनि आज त्यति राम्रो भ्लग पनि बनाउन पाइनँ है गाइज र आज धेरै पनि गरेको छु म थ्याङ्क्स फर वाचिङ गाइज है यहाँसम्म तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै थ्याङ्क्स फर वाचिङ